फुलहरू पुरै बेचिरहेको छ फुलको भेराइटीहरू। आज चाहिँ अब हिँड्दै हिँड्दै छङ्गेसाङतिर लाग्दैछु। धेरै समय पछाडि आज हाम्रो अपार छेउको छङ्गेसान भन्ने सानो 203 मिटरको पहाड चढ्न जाँदैछु। ह्याभ अ गुड मर्निङ एभ्रिवान। छङ्गेसानको इन्ट्रान्स यहाँदेखि चाहिँ उकालो लागिन्छ। छङ्गेसान उकालो गइँदैछ। फुलेको फुलहरू यही झर्दैछ। धेरै समय भएको थियो यो ठाउँमा आएको पनि चाहिँ अलिकति जानकारीहरू पनि छ। यहीँनिर मान्छेहरूले अन्तिम संस्कार पनि गर्ने गर्छन्। सानो मर्निङ वाक जस्तो त्यस्तो हल्को पनि छैन, गाह्रो पनि छैन। त्यही भएर आज आएको छु। अहिले चाहिँ कोरियामा यसरी यो फक्कत भन्छ कोरियामा चाहिँ। जापानिजमा चाहिँ यसलाई साकुरा भनेर भन्छ। फुलेर पनि झरिसकेको छ। त्यो साइडको भ्यूहरू यहाँदेखि पनि तल झर्न सकिन्छ, तर यो तल रोडसँग झर्ने हो। रोडदेखि त्यस्तो देखिन्छ है त। अनि अर्कोपट्टिबाट चाहिँ यस्तो देखिन्छ। बबालै यो देखिन्छ है। बबाल बसेर हेर्दा पनि बबाल देखिन्छ। पर त्यो देखिने गरेको अलिकति ताल जस्तो पनि छ। जीवनको अन्तिम सत्य हुने चाहिँ यही हो। त्यसैले सधैँ पोजिटिभ सकारात्मक कुरा हुनु। यस्तो छ अगाडि चाहिँ। वाह, कपाले भ्यू देखिरहेको छ। यस्तो सेतो। अलिक पछाडि अब यो कलर चेन्ज हुन्छ है। अनि थोरै डिफ्रेन्ट देखिन्छ। यो अलिक राइट सेतो छ भने यो त्यो पर्पल भइसकेको छ। यो अलिक बुढो हो। घर आएर चाहिँ अलिकति मोटाएको पनि छु। अनि बानी पनि हराएको छ। अलिकति हिँड्दा पनि स्याहाँ हुने। यस्तो चाहिँ बस्ने ठाउँहरू बनाइदिएको छ। यो चाहिँ आराम गर्ने, स्ट्रेचिङहरू गर्ने होइन। यहाँदेखि पनि राम्रो देखिन्छ है। सक्छुको यो चाहिँ सिटी हो। यस्तो दामी फुलेको छ। यो देख्ने गरेको चाहिँ अन्तिम उकालो हो। यहाँदेखि माथि पुग्यो भने चाहिँ यहाँको ठ्याक्क टुप्पोसम्म पुग्न सकिन्छ। यस्तो काठको छ। सर्पा पो रहेछ यार। त्यो नजिक के पो सेरेक्क गरौँ भने
यो बेला चाहिँ एकदमै सुक्खा हुन्छ कि त्यही भएर अलिक अब झ्यासगरी छ नि त। सर्फाको चाहिँ जहीँ त्यहीँ बस्नु हुँदैन, एकचोटि बस्नुभन्दा एकचोटि अगाडि हेरेर र यस्तो खाली ठाउँमा अलिक खाली ठाउँमा हिँड्ने गर्नुपर्छ। यहाँको सर्फर एकदमै विशाल हुने गर्छ। फाइनली टुप्पो चाहिँ अब आइपुगेछ। चाहिँ कस्तो देखिन्छ टावरहरू पनि छ यहाँनिर। मेन चाहिँ यही ठाउँ हो। सय 30.8 मिटर छ। नाइस। मेरो फेभरेट भ्यू पोइन्ट चाहिँ यो हो कि यो देख्ने गरेको गुल्सन भाइ, त्यस पछाडि थल्मपुङ। त्यो सँगसँगै यहाँ गाउँहरू पनि देख्न सकिन्छ है। ठुलो बसेको ठाउँ छ उपत्यका जस्तै। मान्छेहरू अलिकति यहाँनिर आएर मेडिटेसन गर्ने, ध्यान गर्ने गर्छ र अलिक सानो बोलिरहेछ। दामी बनाएको छ यस्तो बस्ने ठाउँहरू पनि। यहाँदेखि यो चाहिँ अलिक छेलिएको नि। मलाई चाहिँ झर्ने तर्खमा पछाडिको दुईवटा चाहिँ बब्बाल लाग्यो। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।